धनको घमण्ड। देवताहरूमा कुबेर सबैभन्दा धनी थिए। कहिलेकाहीँ देवताहरू सम्पत्तिको खाँचो पर्दा उनै कहाँ पुग्थे। कुबेर पनि मद्दत गर्थे। बिस्तारै कुबेरलाई धनको घमण्ड चढ्दै गयो। उनको घमण्डका बारेमा देवताहरूलाई थाहा नभएको होइन, तैपनि सबै चुप थिए। गणेश चाहिँ कसरी कुबेरको घमण्ड तोडौँ भन्ने मौकाको खोजीमा थिए। एक दिन कुबेरले ठुलो भोजको आयोजना गरे। सबै देवी देवताहरूलाई निम्तो गरियो। भोजमा बलवान भीमसेनदेखि ऋषा ऋषि दुर्वासासम्म थिए। सबैजना कुबेरको ठाँटबाट देखेर दङ्ग परे। एकछिनपछि ठुलो भुँडी हल्लाउँदै गणेश पनि त्यहीँ पुगे। कुबेरले गणेशलाई देख्ने बित्तिकै बडो सम्मानका साथ भित्र लगे। उनलाई विभिन्न प्रकारका खानेकुरा खुवाउन थालियो। गणेश आफ्ना अगाडि भएका सबै खानेकुरा खान थाले। मानिसहरूले पनि दौडादौड गर्दै खानेकुरा ल्याए। जति खानेकुरा ल्याए पनि गणेश एकै गाँसमा सिद्धाइदिन्थे। गणेशलाई खानेकुरा थप्दा थप्दा पकाएका सबै खानेकुराहरू सकिए। अझ पनि गणेशको पेट भरिएको थिएन। उता भान्सामा अरू खानेकुरा तयार पारिँदै थियो। यता गणेश अझै खानेकुरा ल्याऊ भनी माग्दै थिए। खानेकुरा ल्याउन ढिलो भयो भनी गणेश आफै भान्सामा पुगे। उनी पकाउँदा पकाउँदैका खानेकुरा झिकेर खान थाले। भान्साको सबै खानेकुरा पनि सिद्धियो। गणेश मलाई अझै खानेकुरा चाहियो भन्दै कुर्लन थाले। कुबेरले गणेशसँग बिन्ती गर्दै भने, अब त नपकाएको दाल चामल र तरकारी मात्र छ, एकछिन पर्खनुहोस्। गणेश झन गर्जेर खोइ कहाँ राख्या छ, त्यही भए पनि ल्याऊ भन्दै भण्डारतिर लागे। भण्डारमा भएका सबै अन्नपात उनले काँचै खाए। एकछिनमा गणेशले भण्डार रित्तो पारे। आफ्नो त्यत्रो भण्डार पनि रित्तो भएको देखि कुबेरको हंसले ठाउँ छोड्यो। कुबेर डराउँदै भन्न थाले, अब त भण्डारमा सबै थोक सकियो, एकछिन पर्खनुहोस्, म बाहिरबाट मगाउँछु। यो सुनेपछि गणेश झन रिसाएर भन्न थाले, तिम्रो भण्डारमा मलाई पेटभरि खुवाउने अन्नपात नभए किन डाक्यौ त? मलाई त ज्यादै भोक लागेको छ, तिमीलाई भए पनि खान्छु। गणेशको यो कुरा सुनेपछि कुबेर डरले भाग्न थाले। कुबेर अघि अघि भाग्दै गए भने गणेश पछि पछि लखेड्दै गए। धेरै बेरको दौडादौडपछि कुबेर शङ्करलाई गुहार्न कैलाशमा पुगे। कुबेरलाई देखेपछि शङ्करले भने, कुबेर, तिमी किन यसरी आत्तिएका छौ, के भयो? कुबेरले हात जोड्दै भने, प्रभु, मैले बिराएँ, मेरो ज्यान बचाउनुहोस्, मैले बिर्थामा धनको घमण्ड गरे। शङ्करले गणेशलाई पनि सोधे, गणेश, कुबेरलाई किन लखटेको? गणेशले भने, कुबेरले मलाई निम्तो दिएर पेटभरि खान दिएनन्, यिनले मेरो अपमान गरे, त्यसैले यिनलाई लखेटेको हुँ। पेटभरि खान पाएन भन्दैमा कुबेर जस्तो धनीलाई लखेट्नुहुन्छ त? धनको त मान पो गर्नुपर्छ त। कुबेरलाई नलखट, तिमी भित्र जाऊ र आमासित मागेर पेटभरि खाऊ। शङ्करले गणेशलाई सम्झाएर भित्र पठाए। अब भने कुबेरलाई आफूमा घमण्ड चढेको थाहा भयो। कुबेर घमण्ड नगर्ने प्रतिज्ञा गर्दै त्यहाँबाट फर्के।